Hey guys, what's up? Hope you guys doing well and I'm also doing good. This is me Mukesh Thakuri and welcome to my mini vlog. For the first time I'm trying to making a like this video. Keep watching. How is it? म चाहिँ घरमा किन आएको भन्दा फेरि हाम्रो चाहिँ कुल पूजा छ। अहिले चाहिँ म्याक्सिमम मान्छेहरुको चाहिँ कुल पूजाहरु हुँदै रहेछ अनि हाम्रो पनि कुल पूजा हुन्छ। हाम्रो चाहिँ 3 वर्षमा एकचोटी कुल पूजा हुन्छ। त्यही भएर हामी चाहिँ कम्पलसरी घरमा आउनै पर्ने हुन्छ। अनि म चाहिँ हिजो काठमाडौँबाट सर आइदिए गाडीमा आएको कारणले गर्दा चाहिँ लास्ट थकेर आएको थिएँ नि त। अनि त्यसपछि सुत्दिहालेँ अनि सुतेर फेरि बिहान जुरुक्क उठेँ अनि उठेर नुहाएँ धुवाएँ हैन फ्रेस भएँ। त्यसपछि भिडियो बनाउन थालिहालेँ अनि मम्मी बाबा चाहिँ तल गइसक्नुभयो मूल घरमा अनि हामी चाहिँ एकछिनपछि जाने भनेर बसिरहेछौँ। अनि यो चाहिँ हाम्रो कुल पूजा गर्नको लागि रेडी भएको बोका हो। यो चाहिँ लास्टै छुच्चो छ। यसले अघि मलाई ड्याममा हानेर भक्कलको लडाइदियो। मलाई थाहा थिएन नि त हान्छ भन्ने। अनि म छेउमा गइटो पालेको माया गइटो पालेको ब्ल्याङ्गै हान्दै। अब चाहिँ हामी रेडी भएर तल पूजा गर्ने घरमा हिँड्यौँ। मेरो दिदी अनि मेरो बहिनी अनि म हो। अनि मेरो भान्जी चाहिँ सानो छ तल छ भिडियोमा आउँदैन रहेछ। अनि हामी चाहिँ गफ गर्दै गर्दै गयौँ। तर मलाई चाहिँ लास्टै भोक लागिरहेको थियो किनभने व्रत लिएको हैन 10 बजिसक्यो केही खाएको छैन। कस्तो भोक लाग्यो भनेको दिदीले चाहिँ कस्तो व्रत बसेको बेलामा भोक लाग्यो भन्ने हो भन्दै थियो हैन। अनि आफूलाई भोक लाग्छ के गर्नु त अनि भोक लागेपछि भोक लाग्यो भने नि नपाउनु भनेर अनि दिदीसँग झगडा गर्दै गएँ। अनि त्यसपछि तल यो चाहिँ त्यो हाम्रो पूजा गर्ने घरमा आइपुग्नु थाहा चाहिँ फेरि कस्तो चलन छ भनेपछि व्रत बस्ने मान्छेले नै सबै कामहरु गर्नुपर्छ भन्ने खालको चलन छ नि त। आएर धान सान कुटिदियो पनि सबैले म्याक्सिमम कुटिसकेको रहेछ। अनि म अनि आएर अनि व्रत बसेको मान्छेले कुट्नुपर्छ भने अनि त्यसपछि मैले नि कुट्दिएँ ल त ल भनेर अलिकति ट्याङ 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 कुटिदियो पनि। अनि त्यसपछि सबैजनाले हेरेर वाउ कस्तो राम्रो काम गरेको मुकेश त काठमाडौँबाट आएर पनि कस्तो राम्रो काम गर्दो रहेछ भन्छ पनि हैन। मक्खै के मलाई कसैले तारिफ गर्दै हुन्छ फेरि म मक्खै हुन्छु नि त। अनि त्यसपछि म चाहिँ अलिअलि मक्खै परे छन् कामहरु गर्दिएँ। अनि त्यसपछि धानहरु कुटेँ। यो चाहिँ हाम्रो आफ्नै बारीमा फलेको धान हो। अनि यही कुटेर अनि यसलाई चाहिँ चराउने अनि आफ्नो दाजुभाइ तथा दिदीबहिनीहरु सबैजना मिलेर भोलि भोज लाउने चलन छ नि त। टोपाले अनि बहिनीले चाहिँ भिडियो बनाउँदै थिए अनि ठुलमासँग गएर कसरी कुरा गर्दै रहेछ के खुसी बारेर अनि मैले पछि भिडियोमा सुनेको अनि मेरो पनि तारिफ गर्दै रहेछ। अनि म चाहिँ फेरि झन् मक्कै परेँ के। अनि एकछिन थाकेँ अनि कस्तो भोक पनि लागेको थियो नि त। थाकेँ अनि थाकेर साइडमा बसिरहेको थिएँ। यिनीहरूले कस्तो गसिप गर्दो रहेछ क्या मेरो। अनि मलाई झनक्क रिस उठ्यो। अनि पछि यिनीहरूले के कुरा गर्दो रहेछ मेरो भनेर मन छेउमा आएर तिमीहरूले मेरो के कुरा गरेको हैन मेरो बाबु त कस्तो राम्रो छ भनेर मेरो ठुले मैले चाहिँ त्यसरी कुरा गर्दो रहेछ क्या। अनि ल ठिकै छ नि त अब आफ्नो तारिफ गरेको चाहिँ हैन कसलाई मन पर्दैन। त्यता धान कुटेर एकछिन के मात्रै बसेको थिएँ। यता पुरी हाल्ने तयारी भइसक्यो रे बाहिर बसिरहेको थिएँ। ओ मुकेश छिटो आइज यहाँ पुरी हाल्नुपर्छ भनेर भित्र आएको त सबैजनाले सुरु गरिसकेछन्। कोही रोटी पकाउने कोही रोटी बेल्ने कोही पिठो मुस्ने कोही डल्ला बनाउने। अनि म चाहिँ आएर म चाहिँ के गरौँ भयो ल त ल म डल्ला बनाइदिन्छु भनेर म डल्ला बनाउन थालेँ। यसो मम्मीहरुसँग बहिनीहरुसँग आन्टी अनि त्यसपछि ठुलमाहरुसँग सबैसँग बसेर गफ गर्दै। अनि आमा मुकेश त कस्तो काम गर्दो रहेछ पहिला त बरु अल्छी थियो अहिले त काठमाडौँ बसेर आएर काम गर्ने भएछ रे झन् म चाहिँ कस्तो मक्कै भएँ। अनि मैले चाहिँ पिठो झम मुस्तेँ। अनि त्यसपछि सबैजनाले वाउ भन्छन् झन् मलाई चाहिँ काम गर्न मन लाग्ने। अनि पिठोलाई चुङडुङ उचाल्दै पछाड्दै गरेँ त्यस्तो त नगर्थ्यो भाँडै भाँचिन्छ भन्ने। अनि त्यसपछि त्यो चाहिँ गर्न छोडिदिएँ। यो अहिले हाल्दै गरेको पुरी चाहिँ हाम्रो आफ्नै बारीमा फलेको गहुँको लोकल गहुँको पुरी हाल्दै हो। यो चाहिँ हाम्रो मेन गरेर चाहिँ बाहिरबाट आउने पाहुनाहरूको लागि यसरी दुःख गरी व्रत बस्ने मान्छेले पकाउँछ है। अनि पछि चाहिँ उनीहरू आएर गम खान्छ अनि कम्प्लेन गरेर जान्छ मिठो भएन भन्छ कोही कस्तो भएछ कोही के भनेर कम्प्लेन गरेर जान्छ त रिस आफूलाई चाहिँ कस्तो भोक लाग्छ लु म त सक्दिनँ तिमीहरू आफै तिमीहरूको काम गर भनेर म त जुरुक्क उठेर भिडियो बनाउन थालेँ। अनि भिडियो बनाएपछि काम हराउँदैन नि त। अनि मैले चाहिँ यसो उनीहरूको तारिफ गरिदिएको जस्तो गरेको आमा मक्खै परे फेरि तिमीहरू आमा मुकेश त कस्तो तारिफ पनि गर्दो रहेछ हाम्रो भनेर उनीहरू चाहिँ मक्खै पर्यो। अनि त्यसपछि फेरि तिमीहरूले त कति राम्रो रोटी हालेको यो त कस्तो राम्रो हुन्छ यसलाई त बेच्ने भने त एउटाको 50 रुपियाँमा पनि सस्तै पर्छ भनिदिएको त है। हामी पनि यस्तै बिजनेस गरेर बस्नुपर्ने बरु एउटा बजारतिर भनेर राममा सबैजना मक्खै पर्यो। तारिफ चल्दा मेरो बिहाको कुरो गर्दो रहेछन् राम अर्कालाई अब मुकेश त अब ठुलो भइसक्यो लाठी भइसक्यो बिहा गर्नुपर्छ मुकेशको बिहामा पनि यस्तै नै रोटी हाल्नुपर्छ झै बिहा गर्नुपर्छ भन्दो रहेछन्। अर्कालाई झनक्क रिस उठ्यो मलाई तिमीहरू आफै गर नि त बिहा। अनि तिमीलाई गरेर मलाई 2टा बिहा गरेर हामी त बिहा गर्दैनौँ भनेको त। अनि त्यस्तो भन्नु हुँदैन कान्छा ठुलो भइसकिस् अब त जसरी भने बिहा गर्नुपर्छ भन्दो रहेछ रिस उठेर। अब त 1 बज्न लागिसक्यो लु न बाबाहरू छिटो गर्नुपर्छ भोक लागिसक्यो भनेको ल छिटो गरौँ यसलाई भोक लागेछ भनेर बाबाहरूले चाहिँ अब त्यो बोकाहरूले चाहिँ सफा गरेर देवालीको कुलभित्र छिराउनको लागि सफा गर्दै हुनुहुन्छ। यो बोकाहरू त कस्तो मात्तेको अनि यसले त त्यसरी अरूलाई चर्न खोज्ने है बोक्कै बोका छ नि त सबै। अनि यो बोक्कै बोका जस्तो कहीँ नभएको हुँदो रहेछ। हाम्रो सबभन्दा ठुलो बोका रहेछ बाबाले लिएर जाँदै हुनुहुन्छ। अनि यिनीहरूलाई चाहिँ अब सफा गर्दै देवालीको त्यो कोठाभित्र छिराउने। अनि यो कोठाभित्र चाहिँ फेरि फोटो भिडियो बनाउनु मिल्दैन रहेछ। यो त कस्तो मात्तेको छ हाम्रो बोका कुर्र कुद्दाएर लग्यो बाबालाई पनि। अनि सबैले पालो कुदाउँदै लाँदै आम्मा कहीँ नभएको यो बोका त टङडङ अर्कालाई हान्ने। फेरि यसको मासु चाहिँ कस्तो मिठो भएको थियो साथीहरू। यो लास्ट टाइम एउटा बोका चाहिँ जान्नै नमिलेर खोइ बालीमा नमिले के भनेको जस्तो पछि बल्ल लग्यो। अनि त्यसपछि अब चाहिँ हाम्रो कुल पूजा सुरु हुन्छ। मलाई चाहिँ भोक लागेर मर्नु लागिसकेँ।
लु फाइनली सके आजलाई चाहिँ भिडियो यति नै कस्तो लाग्यो हेर्नु होला कमेन्ट गर्नु होला बाइ बाइ